द्वितीय अध्याय अष्टमी भन्दछन्, हे स्कन्द कुमार चाहिँ तपाईँका वचन रूपी अमृतको रस मेरा जिब्राले फेरि फेरि पिउन माग्दछ। कालले श्रवण गर्न चाहन्छ मधुकैट वध गरेको कुरा र 14 भुवन 7 द्वीप समुद्र अनेक पर्वत आदि ऋषिहरू सृष्टि गरेको कुरा सुने। अब देवता दैत्यको बिहावरी भई जीवहरूको सृष्टि भएको कुरा सुन्नको साह्रै इच्छा छ भन्दा कुमार चाहिँ आज्ञा गर्नुहुन्छ। हे अष्टमुनि, एकचित्त भई सुन। दक्षले असक्ने नाउँ भएकी श्रीमा ब्रह्माजीका आज्ञाले 60 कन्या उत्पन्न गरे। ती 60 कन्यामध्ये 10 कन्या धर्मलाई दिए। फेरि अश्विनी आदि गरिएका 27 कन्या चन्द्रमालाई दिए। अनि भूतलाई 2, अङ्गिरालाई 2, कृषाश्वलाई 2 कन्या दिए। तार्क्ष्यलाई 4 कन्या दिए। कश्यपलाई 13 कन्या दिए। यिनै कन्याहरूबाट अनेक थरी जीव, मनुष्य, देवता, दैत्य, पशुपक्षी उत्पन्न भए। इनका सन्तानका नाम संक्षेपले कहन्छु सुन। धर्मका स्त्री भानुलम्ब, ककुब, जामी, विश्वासाध्य, मरुत्वदि, वसु, मुहूर्ता, सङ्कल्पा। अब यिनका सन्तानहरूको नाम सुन। भानुका पुत्र देवऋषभ, देवऋषभका पुत्र इन्द्रसेन, लम्बाका पुत्र विद्युत, विद्युतका पुत्र स्तनयित्नु, ककुबको पुत्र सङ्कट, सङ्कटका पुत्र ककिट, जामीका पुत्र स्वर्ग, स्वर्गका पुत्र नन्दी, विश्वका पुत्र विश्वदेव। इनका सन्तानमा हेनन् साध्यका पुत्र साध्य नामका देवगण जन्मे। इनका पुत्र अर्थसिद्धि। मरुत्वतीका पुत्र मरुतोमान र जयन्त, जयन्त भगवानको अंश हुनाले उपेन्द्र पनि भन्दछ। वसुका द्रोण, प्राण, ध्रुव, अर्क, अग्नि, दोष, वसु, विभासु गरी 8 वसु पुत्र जन्मे। द्रोणका अभिमति नामकी स्त्री हर्ष, शोक, भय यी 3 छोरा जन्मे। प्राणका ऊर्जस्वी भार्या सह आयु, पुरोजव यी 3 पुत्र जन्मे। ध्रुवका धरणी भार्या अनेक प्रकारका पुरका अभिमानी देवताहरू जन्मे। अर्कका वासना भार्यमा तर्क आदि गरिएका पुत्र जन्मे। अग्निका वसोरधारा, स्त्री, द्रविण आदि पुत्रहरू जन्मे। दोषका सर्वरी भार्यमा भगवानका अंशले युक्त भएका शिशुमा र जलजन्तु विशेष जन्मे। वसुका अङ्गिरसी भार्या शिल्प विद्याका आचार्य विश्वकर्मा जन्मे। विश्वकर्माका पुत्र चक्षुक, चक्षुकका पुत्र मनु, मनुका विश्व र साध्य जन्मे। विवाह वसुका उषा भार्यका व्युष्ट, रोचक, आतप यी 3 पुत्र जन्मे। आतपका प्राण्यम, अपराह्न, मध्याह्न, प्रातः, सायं यी 5 पुत्र जन्मे। मुहूर्तका मुहूर्तिका शिवा आदि गरिएका मुहूर्तका अधिष्ठा देवताहरू जन्मे। सङ्कल्पका सङ्कल्प पुत्र जन्मे। चन्द्रमाका कृतिका आदि 27 नक्षत्रहरू स्त्री थिइन्। दक्षका श्रापित चन्द्रमालाई क्षयरोग भएको हुनाले चन्द्रमाका सन्तान भएनन्। भूतका 2 स्त्री थिइन्। स्वरूपा नाउँ भएकी स्त्रीमा रुद्र नाउँ भएका करणौ पुत्र जन्मे। रैवता, आच, भव, भीम, वाम, उग्र, वृषा, कपि, अजय, कपात, निर्बुद्धिज्ञ, बहुरूप, महान यी 11 रुद्र जन्मे। अर्की स्त्रीका भूतहरू जन्मे। अङ्गिराकी स्वधा नाउँ भएकी स्त्रीले पितृलाई पुत्र बनाइन्। सती नाउँ भएकी स्त्रीका अर्थवा अङ्गिरस पुत्र जन्मे। कृषाश्वका अर्चिखी भार्यमा धूम्रकेश पुत्र जन्मे। धीषणा नाउँ भएकी भार्यमा वेदशिरा, देवल, वसुन, मनु पुत्रहरू जन्मे। ताक्ष्यका स्त्री 4वटी थिए। विनता, कद्रु, पतङ्गी, यामिनी यिनीमा विनताका छोरा साक्षात् यज्ञपति विष्णुका वाहन गरुण र सूर्यका सारथी अरुण गरी 2 पुत्र जन्मे। कद्रुका गर्भदेखि अनेक तरका नागगणहरू जन्मे। पतङ्गीका गर्भदेखि अनेक तरका पतङ्ग, चराचुरुङ्गी पक्षीहरू जन्मे। यामिनीका गर्भदेखि रङ्गीबिरङ्गीका सलहहरू जन्मे। अब जगतमा माता कश्यपजीका स्त्रीहरू अदिति, दिति, दल्नु, काष्ठा, अरिष्टा, सुरसा, इला, मुना, क्रोधवसा, ताम्रा, सुरभि, सरभा, तिमी यो 13 स्त्रीहरूका मध्ये अदितिका गर्भदेखि विश्वन, आर्यमा, पुखा, त्वष्टा, सविता, भग, दाता, विधाता, वरुणा, मित्र, शक्रहरू समेत गरी 12 सूर्य उत्पन्न भए।
अब विश्वसुवान संज्ञा नाउँ भएकी श्रीदेखि श्रद्धादेव मनु जन्मे। त्यहीँ संज्ञा घोडी भएर अश्विनी कुमार जन्मे। विवस्वानकै छाया नाउँ भएकी श्रीमा शनैश्वर सावर्णी नाउँ गरेका। मनु र तपनी नाउँ गरेकी कन्या जन्मिन्। यिनले सम्वरणलाई पति गराइन्। अर्यमा मातृका श्रीका चरखणी पुत्र जन्मे। यिनलाई मनुष्य जाति कल्पना गरे। पुखाले ब्रह्म समाजमा दाँत देखाउनाले दक्षदेखि रिसाएका महादेवका गणले दाँत झारिदिए। त्यहाँदेखि पिठो खाई निर्वाह गर्दछन्। सन्तान पनि भएनन्। त्वस्ताका दैत्यकी बहिनी रचनास्ती थिइन्। यिनमा सन्निकेश र विश्वरूप गरी 2 पुत्र जन्मे। दितिका गर्भदेखि हिरण्यशिपु आदि अनेक दैत्यहरू जन्मे। तनुका 61 पुत्र जन्मे। तीमध्ये जो मुख्य छन् तिनीहरूको नाउँ सुन। धूम्रथा सम्भर अरिष्ट हयग्रीव युवा पशु अयोमुख अङ्कुशिर स्वरभानु कपिल अरुण पुलोमा वृषपर्वा एकचक्र अनुतापन धूम्रकेश विरूपाक्ष विप्रचित्त दुर्जन्य शोभानुकी सप्रभा नाम कन्या थिइन्। तिनीसित नमुचीले विवाह गरे। वृषपर्वकी शर्मिष्ठा नाउँ भएकी कन्यासित बडा बलवान युगका पुत्र ययाति राजा प्राणी ग्रहण विवाह गरे। वैश्वानर नाउँ भएका तनुपुत्रका उपदानवी हय शिरा पुलोमा कालका यी 4 कन्या अति सुन्दर थिए। उपदानवी हिरण्याक्षले ग्रहण गरे। हिरण्यशिरालाई क्रतुले ग्रहण गरे। पुलोमा र कालकालाई ब्रह्माजीका आज्ञाले प्रजापतिले विवाह गरे। तिनका बडा युद्ध गर्ने पौलामा कालकेय नाउँ भएका 60,000 दैत्यहरू जन्मे। यिनीहरू यज्ञमा विघ्न गर्दै रहन्थे। कोही वखतमा अर्जुन स्वर्गमा जाँदा इन्द्रले हे अर्जुन यी दैत्यलाई मारी हाम्रो भय निवारण गरिदेऊ भन्दा अर्जुनले यसै गरी मारिदिए। विप्रचित्तकी सिंह नाउँ भएकी स्त्रीका राहु ग्रह र केतु ग्रह जन्मे। अवकाष्ठादेखि एक खुर भएका घोडा गधा आदि जन्मे। अरिष्ठाबाट गन्धर्वगणहरू जन्मे। सुरसादेखि यक्षगण आदि गरिएका जन्मे। इलाबाट वृक्ष रुखहरू जन्मे। मुनिबाट अप्सरागणहरू जन्मे। क्रोधवशादेखि अनेक जातका सर्पहरू जन्मे। ताम्राबाट बाजा आदि पक्षीहरू जन्मे। सुरभिबाट गाई भैँसी आदि 2 खुर भएका पशुहरू जन्मे। सरबादेखि श्रापद अर्थात् बाघ भालु सिंह आदि जन्मे। तिमीदेखि यादवगण जलजन्तुहरू जन्मे। यस्ता मुनि यस्ता तरहले देवता ऋषि यक्ष गन्धर्व किन्नर राक्षस अप्सरा नाग मनुष्य पशु पक्षी सृष्टि गर्नुभएको देखि ब्रह्माजीले अब यिनीहरूलाई आहार सृष्टि गरौँ भनी धान गहुँ मास रहर चना केराउ कोदो मसुरो तिल जौ आदि नाना तरका अन्न सृष्टि गर्नुभयो। हे हस्त मुनि अहिले म संक्षेपले मात्र कहन्छु। अरू कुनै समयमा विस्तार बनौला बुझौला। यति सृष्टिका कुरा भने अब तिमीलाई जे सुन्नको इच्छा छ सो भन भनी कुमारजीले आज्ञा गर्दा अगस्त मुनि भन्दछन्। हे पार्वती नन्दन कुन देवता कुन दिक्पाल कसो गरी भए त्यो आज्ञा गर्नुहोस् भन्दा कुमारजी आज्ञा गर्नुहुन्छ। हे हस्त मुनि कैलाश भुवनमा श्री महादेव छन्। वैकुण्ठमा श्री विष्णु छन्। सत्य भुवनमा ब्रह्मा छन्। उमा भुवनमा पार्वती छन्। स्कन्द भुवनमा म छु। धुम्र भुवनमा धुम्रा ऋषि छन्। नैऋत्य भुवनमा अरू ऋषिहरूका पुत्र इन्द्रले हिमालय पर्वतमा गई धेरै कालसम्म महाकष्ट गरी तपस्या गर्दा महादेव सन्तोष भई हे इन्द्र तिम्रा भक्तिदेखि म सन्तोष भए। तिमी पूर्व दिशाका दिक्पाल भयो भनी वरदान दिई अमरावतीको अधिपति गरी पठाइदिनुभयो। फेरि अग्निले त्यसै गरी तपस्या गर्दा श्री महादेव सन्तोष भयो। अग्निकोटको दिक्पाल भयो भनी सिद्धवती अधिपति गराई पठाइदिनु भयो। फेरि यमले त्यसै गरी तपस्या गरे। महादेवले प्रसन्न भई दक्षिण दिशाको दिक्पाल भयो भने यमपुरीको अधिपति गराई पठाउनु भयो। फेरि नैऋत्यले पनि त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई नैऋत्यकोटको दिक्पाल भयो भनी कृष्णावतीको अधिपति गराई पठाउनु भयो। फेरि वरुण गई त्यसै गरी तपस्या गरे। महादेव सन्तोष भई पश्चिम दिशाको दिक्पाल भयो भनी
शतावधीको अधिपति गरी पठाउनुभयो। फेरि 49 वायु है। त्यसै गरी तपस्या गर्दा महादेव प्रसन्न भई वरदान ल्याऊ भन्दा 49 वायुले हामी 49 वायु हुन सकौँ, हामीलाई कसैले नदेखुन्, शब्द मात्र सुन्नुन्, बलमा भने हामीलाई जित्न नपाउन् भनी मागे। महादेवबाट प्रसन्न भई तथास्तु भनी वरदान लिइसकेपछि वायवकोटको अधिपति हुने गरी पठाउनु भयो। फेरि कुबेरले गई त्यसै गरी तपस्या गरे। श्री महादेव सन्तोष भयो, उत्तर दिशाको दिक्पाल भयो भनी अलकापुरीको अधिपति गरी पठाउनु भयो। फेरि विश्वकर्मा गई त्यसै गरी तपस्या गर्दा महादेव सन्तोष भई इशानकोटको दिक्पाल भयो भनी यशोवतीको अधिपति गरी पठाउनु भयो। हे हस्तमुनि, यसै गरी सबै दिक्पालहरू आफ्ना ठाउँमा अधिपति भएका कुरा कहे। अब महादेवकी श्री सती मर्दा उत्पाद भएको कुरा गन्जो सुर भन्दा अगस्त्यमुनि भन्दछन्, हे कुमार, सतीदेवी महादेवकी श्री कसो गरी भइन्, कसकी छोरी हुन्, कस्ता रीतले प्राण छोडिन्, के उत्पाद भयो त्यो आज्ञा गर्नुहोस् भन्दा कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्यमुनि, कुन सुन, 8 प्रजापति भनेका 8 प्रजापति, ती 8 प्रजापतिमा श्रेष्ठ दक्ष प्रजापति हुन्। दक्ष प्रजापतिका बिरानी 9 गरेकी स्त्री छिन्, गर्भिणी भइन्, 10 महिना पूर्ण भए, छोरी जन्मिन्। कस्ती छोरी भने 1000 सूर्य जस्ता तेज भएकी, 36 लक्षणले युक्त भएकी, कमलका पत्र जस्ता नेत्र भएकी, अरुणको उदय जस्तो रातो वर्ण भएकी, यस्तै परम सुन्दरी छोरी जन्मेको देखि दक्ष प्रजापतिले मनमा आनन्द मानी आफ्ना पुरोहित वशिष्ठ आदि ऋषि ज्योतिषीहरूलाई डाकी विधिपूर्वक न्वारण गराए। वशिष्ठ प्रभृति ज्योतिषी ऋषिहरूले ज्योतिष शास्त्रमा विचार गरी भने, हे दक्ष प्रजापति, यस बालकको नाम सतीदेवी भनी त्रिभुवनमा प्रख्यात होलिन् भनी सतीदेवी नाउँ राख्यो भन्दा खुसी भए। दक्ष प्रजापतिले श्रद्धापूर्वक दक्षिणादि भोजन गराए, विदा गराए। सुनौ हे अगस्त्यमुनि, जसले यो दोस्रो अध्यायमा पाठ गर्ला अथवा सुनाउला त्यसका घर धनधान्य वृद्धि र सौभाग्य आदि वस्तुले परिपूर्ण होला। श्री स्कन्द पुराणे केदार खण्डे माघ माध्यमिक कुमार अगस्त संवादे स्वस्थानी परमेश्वरी व्रत कथायां सृष्टि कथनादि सतीदेवी प्रादुर्भाव नाम द्वितीयः।